So hello everyone, welcome back to my YouTube channel. Hi, I am Romi Limbu. सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै धेरै सन्चै छु. सो आजको थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला कि के टाइटलमा छ भनेर. सो आज चाहिँ डे 2 हो मेरो डेली भ्लग च्यालेन्जको. आई होप तपाईहरुलाई यो भिडियो मेरो मन पर्ने छ. सो यहाँ आज चाहिँ मेरो मर्निङ ड्युटी भएको भएर चाहिँ आज म अघि उठेर रेडी भएर यस्तो चिसोमा म जाँदैछु गाइस. आई एम अलमोस्ट लेट हैन. सो यहाँ त अब के भनौँ, म बाटोमा चाहिँ फिल्म गर्दिनँ होला किनभने म लेट भइसक्यो. म छिटो गइहाल्छु. सो अब चाहिँ म एकैचोटि आउटलेट पुगिसकेपछि चाहिँ कन्टिन्यू गर्छु है त. सो त्यति दिनको लागि बाई. सो गाइस अहिले चाहिँ म आउटलेट आइसकिसकेँ. अनि अघि चाहिँ मैले एट द मोमेन्ट भिडियो बनाउनु पाइनँ किनभने आएर काम थिएन. सो अहिले चाहिँ म आउटलेट आएर ड्युटी चेन्ज गरिसकेँ. अहिले चाहिँ हामी सिफ्टमा दौडीमा म आउँछु. मैले दौडीमा चाहिँ भिडियो बनाइदिएँ हुन्छ मेरो. अनि अहिले चाहिँ अलमोस्ट 8:30 भइसक्यो. कस्टमरहरू पनि छैन आएको है. हुन्छ हाम्रो यो बिजी हुने टाइम होइन. अहिले 9-10 बजेपछिबाट हुँदै गरी बिजी हुने चाहिँ. सो अहिले चाहिँ हाम्रो खाजा खाने टाइम हो, ब्रेक हुने टाइम हो. अनि अहिले चाहिँ म यहाँ चिया बनाउने चाहिँ जुनहरू उसलाई थाहा छैन होइन. नर्मली हाम्रो नेपाली चिया मिल्क टी बनाउने चाहिँ खासमा ग्यासमा बनाउँछ. बाहिर हामीले खाँदाखेरि चाहिँ बट स्पेसली जावामा चाहिँ करोडौँको मसिनमा बनाउँछ. हामीले चाहिँ यहाँ करोडौँको मसिनमा चिया बनाएर बेच्छौँ. अनि कतिपय कस्टमरहरूलाई लाइक ग्यासमा बनाएको भन्दा फेरि मसिनमा बनाएको मिठो लाग्छ. मलाई चाहिँ पर्सनली मिठो लाग्छ मसिनमा बनाएको. अनि हामी चाहिँ यो डेली बिहान चिया खान्छौँ एनर्जीको लागि. चाहियो नि त अब एनर्जी. अब अहिले यसमा बिजी हुन्छ. अहिले चाहिँ हामी दुईजना मात्रै छौँ. अहिले 9 बजीबाट अर्को एकजना स्टार्ट हुन्छ साथीहरू चाहिँ. त्यही हो. ल म्याम देखाइदिनु त हाम्रो चिया यहाँ. हाम्रो यहाँनिर पनि उमालेर यसरी उमाल्दै ल्वाङ, सुकमेल अनि ब्ल्याक पेपर, सिनामन पाउडर, रेसिपी है गाइस. अनि त्यसपछि चिनी यति हालेर हाम्रो चिया रेडी हुन्छ. अनि योसँग खानालाई पनि मैले बिस्कुट लिएर आइसकेँ. अब यति नै हो. म्याम अब तपाईँ चिया खानु बस्नु. हामी जब खाना खानु जानु लाग्यो उता हाम्रो क्यान्टिन चाहिँ म्याम आउँदै हुनु. गर म्याम छिटो आउनु न. त्यहाँ चाहिँ भिड छ. ठिक छ दाइ. हो अब चाहिँ हामी खाना खानेर निस्किने. म चाहिँ मेरो आज धेरै काम छ गाइस. एकदम बिजी छ. अझ अहिले म गर्दिनँ. सो गाइस म चाहिँ जबबाट घर आइसकेँ. मेरो काम सकिसक्यो. मेरो 2 बजीसम्म हुन्छ ड्युटी 8 घन्टा. सो अब चाहिँ 3 बजेतिर चाहिँ मेरो एउटा ठाउँमा पुग्नुपर्ने छ काम. के काम छ भने मेरो परिचय पत्रको त्यो जुन मेन कार्ड चाहिँ होइन, जुन त्यो फोटोकपी चाहिँ हराएको थियो क्या. जुन त्यो फोटोकपी दिएर उनीहरूले हामीलाई कार्ड दिन्छ नि, त्यो चाहिँ हराएको थियो. अनि त्यसकै अब परिचय पत्र निकाल्नु चाहिँ मेरो बनिनु चाहिँ अलरेडी बनिसकेको. अलमोस्ट मैले धेरै अगाडि बनाएको. पासपोर्टसँगै निकालेको लागेको यस परिचय पत्र. बट अलिकति टाइम लाग्यो लिनु जानुलाई. अलमोस्ट 1 वर्षै भइसक्यो लागेको म लिनु नगएको होइन. सो अब म त्यो परिचय पत्र चाहिँ मलाई चाहिएको भएर म लिनु जानु लाग्छु. अनि या अब चाहिँ म रेडी भएर भेट्ने छु है त हजुरलाई. सो बाई. सो गाइस म चाहिँ रेडी भइसकेँ. अब म 5 मिनटमा हिँड्छु. कपाल अलिकति सुकाउँछु अनि 5 मिनटमा म निस्किहाल्छु गाइस. म अलरेडी लेट भइसक्यो. 3 बज्न लागिसक्यो. 2:30 बजी पुग्नु पर्नेमा. जल्दी कर. सो गाइस सी यु देयर. ल म निस्किने बेलामा बनाउँछु भिडियो. अहिलेको लागि चाहिँ सरी.
सो गाइज म चाहिँ रेडी भइसकेँ अब चाहिँ म निस्किन लागेको हो इन्टरभ्यू पनि मैले बुक गरिसकेँ आउँदै होला सो अब चाहिँ म निस्किन्छु अनि त्यहाँ के कसो के अपडेट हुन्छ आई विल गिभ यु गाइज अब म चाहिँ निस्किन्छु अब त्यहाँ के कसो हुन्छ त्यो चाहिँ पछि नै कुरा हुन्छ सो या गाइज सी यू एकछिनपछि बाई सो गाइज म चाहिँ भर्खर घर आइपुगेको हो भर्खर घर आएर ड्रेस मात्रै लुगा मात्रै चेन्ज गरेर बसिरहेको छु सो या गाइज आजको दिन मेरो एकदमै धेरै ह्याट्रिक थियो एकदमै रस भनौँ न कामबाट यहाँबाट फेरि कहाँ फेरि त्यहाँबाट कहाँ यताउता गरेर मेरो टाउको दुखिरहेछ आज सो या मेरो मेन काम भनेको त्यही थियो मैले परिचय पत्र लिएर आउनुपर्ने थियो बट अनफर्चुनेटली त्यो चाहिँ मैले पाइनँ किनभने अस्तिको हाम्रो जुन यो जेनजी आन्दोलनमा चाहिँ त्यो परिचय कार्डहरू चाहिँ सबै जलिसकेको रहेछ बट मलाई मेन चाहिने भनेको त्यो लाइक परिचय पत्रको नम्बर मात्रै चाहिएको थियो कि अनि त्यो चाहिँ मलाई एभाइलेबल गराइदिनु भयो एकैछिनमा अनि त्यो नम्बर लिएर चाहिँ म दिदीहरूलाई भेट्नुपर्ने थियो मेरो धरानबाट दिदीहरू आउनुभएको थियो अनि दिदीहरूसँग भेटघाट गर्दा गफसफ गर्दा फेरि अलमोस्ट 6:30 बजिसकेको रहेछ अनि म भर्खर मात्रै घर आइपुगेको हो अनि मेरो फोनमा ब्याट्री पनि थिएन क्या म भिडियो बनाऊँ भने चार्ज पनि थिएन कति 2% 3% मात्रै थियो अनि यहाँ त्यति नै भयो अनि मैले त्यो भ्लग भिडियो नै बनाएन सो गाइज आजको भ्लग यति नै हो आज मेरो दिन यसरी नै गयो कामबाट त्यहाँबाट यहाँ गरेर आजको दिन पनि मेरो यसरी नै गयो भोलि पनि मेरो मर्निङ ड्युटी नै छ एज नर्मल नयाँ कुरा त्यस्तो खासै केही छैन भोलिको सो या गाइज यति भन्दै यो भिडियोलाई म यहीँनिर एन्ड गर्न चाहन्छु सी यू भोलि है बाई